गाइज यो चाहिँ हेभन डाँडाबाट देखिने दृश्य हाम्रो सन सेटिङ हुन लागिरहेछ। डाँडाको टुप्पामा गएर चट्ट घाम बसिरहेको छ है। चट्ट त्यहाँ हुँदै 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 हाम्रो यो जुन छ नि यो हाम्रो हेभन डाँडाबाट देखिने दृश्य है। यहाँबाट धादिङ गोर्खा पनि देख्छ है गाइज। उतापट्टिको डाँडा चाहिँ धादिङ गोर्खा हो। सर हेर्नुहोस् डाँडामा एकदम औधी रमाइलो छ, घुम्न आउनु होला। डाँडा सर रमाइलो छ। पछाडिदेखि मान्छेहरू टन्नै हुन्छन्, आउँछन् फ्रेस हुन, माइन्ड फ्रेसको लागि आउने है गाई सबै। यहाँ चाहिँ डाँडा सर ऊ त्यो पारिपट्टिको चाहिँ चन्द्रगिरी डाँडा हो। हेर्नुहोस् क्या रमाइलो डाँडा छ। नामै हेभन डाँडा होइन, यतिको रमाइलो नभएर के अनि ऊ त्यो पारि टर्केको त्यो डाँडाको चाहिँ तपाईँको के हो चन्द्रगिरी है। चन्द्रगिरी हो तपाईँको, चन्द्रगिरी डाँडा हो। यहाँबाट देखेको दृश्य चाहिँ तलको दचोक उजुधारा उता कलङ्की उता सुन्दारासम्म छ काठमाडौँको सहर। हेर्नुहोस् हेर्न लाग्दा रहर भन्छ नि काठमाडौँको सहर सट्ट लाएर उतासम्म छ। र डाँडालाई चाहिँ बादलको घुम्रोले सक्कच उडाएको छ अनि बेहुली जस्तै बनाएर राखेको छ डाँडाहरूलाई। अनि चाहिँ हेभन डाँडा हो सट्ट लाएर यसै सर। हेर्नुहोस् न कति मान्छे घुम्न आउँछ नि त, मान्छे 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 लट मान्छे छ हेभन डाँडा। पहिला त मान्छेहरू कमै आउँथ्यो अरे, अहिले चाहिँ टन्न आउँछ। चप्पल लिएर राख्छन् अहिले चाहिँ। त्यो बोतलमा लड्ने भयो त हाम्रो भान्जे मामा भान्जे सट्ट घुम्न आएको, रमाइलो गर्न आएको। यहाँ त डाँडा यो डाँडा तपाईँलाई माथिबाट पनि देखाउँछु फेरि। जाउँ जाउँ भान्जे जाउँ जाउँ हेभन डाँडा हेर्दै जाउँ जाउँ। सर सर काठमाडौँ सहर पनि हेर्दै जाउँ। काठमाडौँ सहर हेर्दा लाग्छ रहर त हो, तर के गर्नु काठमाडौँ सहर मात्रै भएर हुँदैन। है विदेशबाट हेर्दै हुनुहुन्छ नि, आई एम राज, आई एम फ्रम हेभन डाँडा। हेभन डाँडा घुम्न आउनु होला। आई विल भिजिट यु, ओके। आउनुहोस्। विदेशी पर्यटकहरूको लागि एकदम राम्रो छ है हजुरहरू। स्वदेशी तथा विदेशी पर्यटकको लागि पनि राम्रो रमाइलो छ। एकछिन आएर माइन्ड फ्रेस भएर होइन बेलुका आनन्द चिलमा बस्ने हो नि त। टेन्सन लिने होइन नि हजुर, टेन्सन दिने नि होइन, टेन्सन लिने नि होइन। भन्छ नि जिन्दगीमा शिर नभएको खोला र चिर नभएको चोला, के अरे शिर नभएको खोला र पिर नभएको चोला हुँदैन। पिर छ भन्ने मात्रै 1200 त पिर दिने होइन हजुर। आउने चिल हुने बस्ने त्यहाँ त हेभन डाँडामा आउने रमाइलो चिल गरेर बस्ने हजुर। सरलाई हेर्नुहोस् त कति कति मान्छेहरू चिल हुन आउँछ नि। अब यहाँबाट देखिन्छ होइन ठ्याक्क हाम्रो धादिङबाट देखिने हिमालहरू नि यहाँबाट सबै देख्छ ल्याउने सर। त्यहाँ हाम्रो उहाँको धादिङबाट देखिने हो मानापाती हिमाल है। उतापट्टि चाहिँ तपाईँको गणेश हिमाल है। यहाँबाट चाहिँ सर आउँछ देख्दैन, मान्छेहरू टन्नै आउनुहुन्छ घुम्न। हेर्नुहोस् क्या आनन्दको छ। आउनु होला एकचोटि घुम्न, रमाइलो हेर्नुहोस् कति रमाइलो छ त त्यो डाँडा, सनसेटिङ भएको डाँडा। सर काठमाडौँ सहर पनि कति देखाउनु भन्नु होला। यो चाहिँ ठ्याक्क आउने ठाउँ हो। कालो कालो छ, चाहिँ साधन आउँछ, छिन्छ लिनु पर्दैन। सर 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 ऊ त्यो माथिको चाहिँ फेरि कालो पाण्डे हो। कालो पाण्डे डाँडा हुन्छ नि माथि भनेर म तपाईँलाई देखाउँछु। सर हो नि कालो पाण्डेको भ्यू टावर हो यो हजुर। मान्छेहरू टन्नै घुम्न आउँछ। त्यही भएर हजुर पनि आउनुहोस्, चिल हुनुहोस्, टेन्सन भगाउनुहोस् है। टेन्सन भगाउनु पर्छ नि यहाँबाट हेर्नु सक्छ। अब हेर्नुहोस् कालो पाण्डे भन्दा मुनिको रहेको हेभन डाँडा भन्छ है हजुरहरू। एकचोटि घुम्न आउनु होला, फ्रेस हुन आउनु होला। पिकनिक स्पोट जस्तो छ है हजुर, पिकनिक स्पोट जस्तो रमाइलो छ। आउनु होला। अब हामी अब टक्क
अगाडि छौँ अगाडिको दृश्य पनि तपाईँलाई सर देखाउँछु हेर्नुहोस् बाटो यस्तो छ बाटो चाहिँ यस्तै हो गाउँको जस्तै छ काठमाडौँ सहर भए पनि बाटो चाहिँ अलिक कडै छ हेर्नुहोस् त्यहाँ त हिमाल हो नि त ए हिमालबाट डाँडाबाट देख्ने हिमाल कति राम्रो छ हेर्नुहोस् त कति राम्रो छ हिमचुलीमा हिम लाग्यो छलाला तिमीलाई मनमा सलाला भनेको त यस्तो छ सरल हेर्नुहोस् त्यही गाउँको जति छ है बाटो चाहिँ हजुरहरू एकचोटि घुम्न आउनुहोस् है हामी त घुम्यो हामी पनि फर्स्ट टाइम नै आयो यस्तो बनाउँदाखेरि तपाईँलाई यहाँ अलि राम्रो दृश्य लाग्यो त्यही भएर बनाएर हालेको तपाईँहरू पनि यसो आउनुहोस् चिलमा बिताउनुहोस् है जिन्दगी डोरी भनेर बिताउनु चिलमै जाने जिन्दगी चाहिँ एकमुठी सास आउँदैन रमाइलो गर्नुपर्छ है हजुरहरू मरेको भोलिपल्ट 2 दिन भन्छ नि त्यही भएर अहिले चिल भनेर जिउनु होला तपाईँलाई यो फेरि पक्का यो भिडियो हामी एडिट नगरिकन म त त्यतिकै अर्ग्यानिक टाइपले बनाउने हजुर अर्ग्यानिक टाइपले हान्थेँ हो त्यही भएर हजुरहरूले यसो मन पराइदिनु होला लाइक सेयर गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला अलि धेरैजनाबाट पुर्याइदिनु होला ल्याएर त काठमाडौँ सहरको बाटो ल जस्तो बाटो जानु बाटो बाटो अप्ठ्यारो छ बिस्तारै आउनु होला घुम्न आउनु होला हाम्रो त यहाँ जाँदाखेरि बाइक यति भयो बाटो यस्तो छ बाटो चाहिँ राम्रो हुँदै जाला पछि विकास हुँदै जाला अझै यति छ है गाइस राम्रोसँग आउनु होला बिस्तारै आउनु होला घुम्नु होला डाँडामा घुमेर मनमा आनन्द लिनु होला है गाइस दृश्य चाहिँ खतरा छ क्या आनन्द मजा छैन तपाईँलाई मजा जिन्दगी मजा आनन्द फ्रेस हुन्छ माइन्ड फ्रेस हुन्छ आउँछ अरू यहाँतिर आज फेरि मौसम पनि सफा छ आज बडा सुहाना सर त्यो हेमान डाँडा जाने बाटो है चाहिँ गएर फर्किसक्यो जाउँ म यहाँ सरल यहाँबाट जाने बाटो चाहिँ यस्तो अप्ठ्यारो छ अब यता आएपछि पिच हो अब हामी चट्ट पिच गरे बाटो आयो अब चाहिँ सर अब तल झर्दैछौँ ल हेर्नु तलको दृश्यहरू दामी छ तलतिर बजारतिर सहरतिर झर्दैछौँ घरभित्रमा खेला चाहिँ ठुल्ठुलो चिच्याउने अहिले चाहिँ अनि सानो सानो बोलिदिनु हजुर मान्छे कति रमाइलो छ अन्त मान्छे अर्ग्यानिक भिडियो है हजुरहरू यस्ता गरेर हालिँदैन सिधै लेट भयो नि कति छ काठमाडौँ के काठमाडौँ धेरै काठमाडौँ तल झरेको कार माथिबाट झरेको घुम्ती छ एउटा गीत छ नि घुम्तीनिर लेट भयो ए मायालुको क्या
रमाइलो गर्दै गर्नु होला है, चिल हुँदै हुनु होला, जिन्दगीमा चिल गर्नुपर्छ है गाइस। टेन्सन लिने होइन है, टेन्सन फ्री। टेन्सन त हुन्छ तर टेन्सनलाई आफ्नो जिन्दगीबाट फाल्न सिक्नुपर्छ है गाइस। टेन्सन लिनु है, टेन्सन त हुन्छ नि हुन त किन नहुने होइन, टेन्सन लिनु हुँदैन। टेन्सन लिएर हुने नि केही होइन, के होइन, टेन्सन लिएर काम बन्ने होइन, केही होइन हजुरहरू। तपाईँ टेन्सन ल्याएरै गर्नुहुन्छ ल गाइस। अब भिडियोलाई फुल सपोर्ट गरेर गरिदिनु होला, हेरिदिनु होला, युट्युब च्यानललाई एकदम माया गरिदिनु है। लभ यु गाइज, सी यु गाइज।